खुसी लाग्यो। यो अवसरको लागि आयोजकलाई धन्यवाद दिन्छु र मलाई अत्यन्तै यो मलाई प्रभाव पारेको केही कुराहरू म जहाँ जहाँ छु हाम्रो नेपाल सुन्दर भइएको छ भन्छौँ तर त्यो सुन्दरता बिस्तारै भएको छ। चाहे यो काठमाडौँको पेरिफेरी काठमाडौँ सहर स्वयं होस् अथवा काठमाडौँदेखि केही बाहिरका ठाउँहरू हुन्। म केही वर्ष अगाडि घामरुक गएको थिएँ। त्यो घामरुकले मलाई साँच्चै नै घाउ लगाइदियो। हामीले टिभीमा हेरिरहेको घामरुकको बिचमा चाहिँ एउटा घाउ पनि रोकिएको एउटा कङ्क्रिटको भवन थियो। त्यो देख्दा त्यसको वरिपरि त्यस्तै कङ्क्रिटको भवनले गर्दाखेरि त्यसको सुन्दरतालाई बिगारिरहेको थियो। त्यस्तै यो चाहिँ धोतरा जहाँ बसेर मैले 23 वर्ष आफ्नो शैक्षिक हो अनि कि चाहे त्यो घामरुक होस् चाहे त्यो घलेगाउँ हाम्रो यो उसको लमजुङको घलेगाउँ होस् ती क्षेत्रहरूमा त्यहाँको नेचुरल ब्युटीलाई बिगार्दै धेरै संरचनाहरू भए। तर घलेगाउँमा कम्तीमा त्यहाँका एकजना समाजसेवी अभियन्ता प्रेम गरेले त्यो गाउँको लागि कम्तीमा एक किसिमको एक रूपतामा जानुपर्छ भनेर रातो जस्ताले भए पनि त्यसलाई सिँगारेर राख्नुभयो, एक जोगाएर राख्नु भएको थियो। त्यस्तै केही गर्न सकिन्छ र अहिले हामीले देखिरहेको छौँ यो पुरानो घरसँग नयाँ घर एउटा अफिसियल मोडलमा एउटा घर बनायौँ। त्यो घरले कति सुन्दरता थपेको छ, यो गुणस्तर थपेको छ, हामी आफैले मूल्याङ्कन गरौँ है त। जस्तै यो परम्परागत शैलीमा बनेको पुरानो घर यसका केही मोडलहरू हामीले त्यो सँगै बनाएको सरकारी भवनमा अप्लाई गर्न सकिन्छ होला। यसमा इन्जिनियरिङ पदहरू के छ अथवा आर्किटेक्चरल पदहरू के छ, सांस्कृतिक रूपमा हामीले ध्यान पुर्याउन सकेका छौँ कि छैनौँ। सरकारी तौरबाट निर्माण हुने बिल्डिङहरूमा केवल सरकारी बिल्डिङ कोड मात्रै फलो गरेर भएन कि यसमा सांस्कृतिक कोडहरू पनि राख्नुपर्छ भन्ने मेरो अध्यक्षज्यूहरूलाई यो गाउँनगरका अध्यक्षज्यूहरूलाई विशेष अनुरोध हो। कृपया यो एउटा कोड बनाऊ। हामीले हाम्रा गाउँपालिकाहरूमा बनाउनु पर्ने संरचनाहरू चाहे त्यो व्यक्तिगत घर होस् चाहे सामाजिक सङ्घ संस्थाका घरहरू हुन् चाहे सरकारी भवनहरू हुन्, त्यसमा चाहिँ एउटा कोड बनाऊ र त्यो कोडलाई फलो गरेर हामीले डिजाइन दिउँ। त्यसको लागि केही पैसा छुट्याउनुहोस्, एउटा प्राविधिक सरसल्लाह गर्नुहोस् र हाम्रो गाउँको ब्युटीलाई जोगाएर राखौँ। यो नै मेरो मुख्य एउटा अनुरोध हो। यही अनुरोधलाई म यहाँ दिएको र मैले आफ्नै प्रयासमा पुल्चोक क्याम्पसका केही आर्किटेक्ट साथीहरूलाई लिएर म डोल्पा घुम्न गएको थिएँ 2 वर्ष पहिले। र त्यहाँ जाँदाखेरि मलाई मनपर्ने एउटा घर बनाउनु साथी हो भनेर मैले उहाँलाई रिक्वेस्ट गरेँ र उहाँहरूले मलाई एउटा मैले दिएको रूपमा उहाँले राम्रो घर दिनुभयो र मलाई एउटा घर बनाइदिनु भयो। यो घर मेरो डोल्पाको लागि र हाम्रा डोल्पावासी सबै दाजुभाइ दिदीबहिनीहरूलाई हो। यो अप्पर डोल्पोको लागि पनि फिट हुन्छ, लोवर डोल्पोको लागि पनि फिट हुन्छ। हामीले यसलाई बाहिरबाट हेर्दाखेरि ट्रेडिसनल लुक दिएका छौँ, भित्र हामी जति पनि धन सम्पत्ति थुपार्न सक्नेछौँ। मेरो एउटा अवधारणा हामीले गाउँको ब्युटी पछाउने हो भने बाहिरबाट हेर्दाखेरि त्यो धनीको घर पनि उस्तै होस्, गरिबको घर पनि उस्तै होस्। भित्र गएर गरिब र धनीको परिचय खुलोस्, बाहिरबाट खुलाउने होइन। बाहिर हामीले केवल प्रकृतिको परिचय खुलाउनु पर्छ। हामीले प्रकृतिलाई मात्र ध्यान दिनुपर्छ। भित्र गएर हाम्रो सम्पत्ति छ भने त्यहाँ डिस्प्ले गरौँ, फर्निचरहरू बनाऊ, त्यसै अनुसारको गलैँचा राखौँ। तर एउटा गरिबले पनि यस्तो घर बनाएर बसोस् र हिउँदमा घाम ताप्नको लागि ग्रिन हाउसको कन्सेप्टले यसलाई घर तताउँ, भित्र तातो हावा पठाउँ अनि न्यानो घर बनाएर बसौँ। त्यही घरको विभिन्न कोणबाट घर कहाँ छ? बनाउन सकिन्छ। पठाइदिन्छ यो घर सुहाउँदो हुन्छ। अब मैले तपाईँलाई एउटा
यो बोकियो गाउँ भन्ने यो एभरेस्ट रिजनको गाउँको फोटो लिएर आएर यहाँ जोडे। त्यो किन जोडे भन्दाखेरि खुम्बु रिजनको कम्तीमा बोकियोले यो तालको छेउमा एकरूपताका घरहरू बनाइदियो नि। यसले प्राकृतिक सौन्दर्यतामा केही सहजीकरण गर्यो। हुन त यो फरेन अब्जेक्ट हो, मेटेरियल बाहिरबाट आयो, स्थानीय मेटेरियल होइन जस्ता, तर हामी जस्ता लगाउन बाध्य छौँ। किनभने यो क्लाइमेट चेन्जको असरले गर्दाखेरि डोल्पामा अथवा यो हाई अल्टिच्युड रिजनमा बिहाइन्ड द हिमालय पनि भोट क्षेत्रहरूमा ट्रान्स हिमालयन रिजनमा छौँ, त्यो क्षेत्रहरूमा पनि बढी वर्षा हुन थाल्यो। अनि चाहिँ त्यो बढी वर्षाको कारणले गर्दाखेरि हाम्रो घरहरू चुहिए, काठको माटो बनाएको घरबाट पानी चुह्यो। हामीलाई बाध्यता भयो अब हामीले जस्ता लगाउनुपर्छ। तर जस्ता लगाउँदाखेरि पनि केही न केही डिजाइन दिन सकिन्छ, एकरूपता ल्याउन सकिन्छ। हो, अघि मैले भनेको बिल्डिङ कोड नै त्यही हो। र सँगसँगै यो नाम्चे बजार हेर्नुहोस्, यो नाम्चे बजारले पनि हामीले केही पाठ दिन सक्छ। यो पनि हाम्रो जस्तै डोल्पा जस्तै दुर्गम ठाउँ हो, तर उनीहरूले कम्तीमा घरहरूलाई एकै किसिमले सिकाएका छन्। यसले हामीलाई केही पाठ दिन सक्छ। हो, अघि मैले घान्द्रुकको घाउ भनेको थिएँ, त्यो घान्द्रुकको घाउ बनेर बिचमा उभिएको भवन थिए। त्यो कङ्क्रिटले बनेको भवन अरूभन्दा अग्लो भवन भएर उहाँले अरू त्यो एकजना घर परिवारले धेरै पैसा कमाउनु भएको होला, तर उहाँले देशको सम्पत्ति उहाँले गुमाइरहनु भएको छ। देशबाट पर्यटन क्षेत्रमा आयो भने त्यो आम्दानीलाई आर्जनलाई उहाँले नाश गरिरहनु भएको छ। त्यस कारणले हामीले सबैलाई समान अवसर दिने गरी गाउँको यो बिल्डिङ कोडलाई फलो गरेर एक किसिमको हामीले सुन्दरतालाई जोगाउने अभियानमा लाग्नुपर्छ भन्ने मेरो आग्रह हो। जस्तै यसरी बनाइदिएको भए, त्यही घर यसरी बनाइदिएको भए कति सुन्दर हुने थियो। यो घरको सुन्दरता पछि गएर मात्रै हामीलाई थाहा हुन्छ। अबको 100 वर्षपछि त यो त धेरै राम्रो भ्यालुएबल चिज भनेर बस्छ। हामीले जहिले पनि दुर्गमको कुरा गर्छौँ, अप्ठ्यारो